साथीहरू म साग टिप्न जान लाग्छु। अब म साग टिप्छु। यहाँ मेरो बकुल्लाहरू पनि छ। साग टिप्छु। आज साग खाने हो। साथीहरू साग कस्तो राम्रो छ है। ओ माई गॉड, कस्तो कमल साग। हेलो साथीहरू, मैले साग टिपेर ल्याएँ। हेर्नुहोस् हाम्रो घरको साग कत्रो ठुल्ठुलो डाँठ छ। हेर्नुहोस् यस्तो राम्रो राम्रो साग। ओ माई गॉड, मैले यति साग टिपेर ल्याएँ। हेर्नुहोस् यस्तो भयो त, चाक्लो चाक्लो डाँठ। पात हेर्नु न, यहाँ पात। आम्मामा 2-3टा पात टिपेपछि एक छाक पुगिहाल्छ हामीलाई। अगाडिको टिपेन, अगाडिको त सजाउन राख्ने हो के, पछाडिको मात्र टिपेको मैले। साथीहरू अब हामी साग पकाएर खान्छौँ।